मेरो भाइ नमस्ते फिक्का कृपया मेरो दाजु भाइ दिदी बहिनी आमा बुवा बच्चा बच्ची सोल्टीहरू चाहिँ नभनौँ सोल्टिनीहरू स्टेजको अग्रभागमा आइदिनु होला। अब भने हाम्रो प्रतीक्षाको घडी समाप्त भइसकेको छ। हामीले राइजिङ बोइज इन्टरटेनमेन्ट इन्डियाबाट चाहिँ पहिलो पटक फिक्कल मानेक्याम्प मिनी मेलामा लिएर आएका छौँ, बोलाएका छौँ। हाम्रो निम्तोलाई सहर्ष स्वीकार गर्दै आउनुभएको छ राइजिङ बोइज इन्टरटेनमेन्टका टिम, यानि कि भक्तेको टिमै आउनुभएको छ। भक्ते चित्रे लगायत अन्य धेरै हुनुहुन्छ। उहाँहरूको टिमलाई नै हामी अन द स्टेज गर्दैछौँ। योभन्दा अगाडि हामीले चाराली झापाको चारालीमा पनि ल्याइसकेका छौँ भने यो दोस्रो पटक उहाँहरूको नेपालको प्रोग्राम रहेको छ। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ राइजिङ बोइज इन्टरटेनमेन्टलाई। सबैजना अलिकति अगाडि आइदिनु पर्यो। कस्तो माया लागेर मलाई तपाईँहरूको। ओके, अब हामी को बोलाउँदैछौँ त? अलिक धेरै हल्ला आउनु पर्यो, अलिक धेरै। को बोलाउँदैछौँ त? सबैजनाले चिच्याउनु पर्यो नि त। यतिको मायाले पुग्दैन अरे उहाँहरूलाई, अझै चाहिन्छ अरे उहाँहरूलाई माया। भक्तिको टिम बोलाउँदैछौँ हामी। पछाडि बस्नुहुने दर्शक महानुभावहरूलाई पनि धेरै गाह्रो भएको होला। यद्यपि बाहिरबाट मेरो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँहरू अझै पनि भित्र प्रवेश गर्न सक्नुहुनेछ। टिकट काउन्टर खुल्लै रहेको छ। को बोलाउँदैछु त म? बोलाउनु? बोलाउ? एकछिन ल, म सोध्छु ल उहाँहरूलाई। भक्तेलाई बोलाउनु? एकैछिन व्यस्त पो हुनुहुँदो रहेछ, हेर्नु न कस्तो धेरै भिड। हामी सबै भक्तिको फ्यान हो कि चित्रेको पनि हौ? चित्रेको पनि हो। ओके, अब आउँदै हुनुहुन्छ स्टेजमा भक्तिको टिम। त्योभन्दा अगाडि तपाईँहरूले मेरो प्यारो इलामको आधिकारिक फेसबुक पेजबाट, त्यसै गरी युट्युब लाइभ HKR प्रोडक्सन हाउसबाट चाहिँ तपाईँहरूले लाइभ पनि देख्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। त्यसै गरी म अन द स्टेज गर्न चाहन्छु अहिलेको समयमा हाम्रो आयोजक टिमबाट उहाँहरूलाई टोकन अफ लभ दिँदै हुनुहुन्छ। भक्तको इन्ट्री केही छिनमा हुनेछ। ओके ओके, चित्रे चित्रे। ओके, थ्याङ्क यू सो मच तपाईँ सम्पूर्णलाई। टोकन अफ लभको लागि आउनुहुनेछ फिक्कल रिकभरीको अध्यक्ष हुनुहुन्छ अमित लिम्बुज्यू। फिक्कल रिकभरीको अध्यक्ष हुनुहुन्छ अमित लिम्बुज्यू। त्यसै गरी सोसल वर्कर हुनुहुन्छ राजन कटेल। त्यसै गरी रबिन घिसिङ MCC मेम्बर हुनुहुन्छ। म उहाँहरू तीनैजनालाई स्टेजमा बोलाउँदैछु अहिलेको लागि। खोइ त भक्ते देख्नुभयो? छैन, भक्ते आउँदै हुनुहुन्छ ल, भक्ते आउँदै हुनुहुन्छ। सबैजना भक्तिको फ्यान हो रे। ओ माय गॉड, यो हो त माया भनेको। नेपालबाट यति धेरै सपोर्ट राइजिङ बोइज इन्टरटेनमेन्टलाई, र उहाँहरूलाई खादा लगाइदिँदै हुनुहुन्छ। अहिलेको समयमा लगाइदिएर फोटो सेसन कार्यक्रम रहनेछ। हाम्रो रिकभरी फिक्कल रिकभरीबाट हुनुहुन्छ अध्यक्ष अमित लिम्बू। त्यसै गरी सोसल वर्कर हुनुहुन्छ राजन कटेल। त्यसै गरी रबिन घिसिङ MCC मेम्बर हुनुहुन्छ। खाजा लगाएर उहाँहरूले चाहिँ वेलकम गर्दै हुनुहुन्छ अहिलेको समयमा हाम्रो राइजिङ बोइज इन्टरटेनमेन्टकै तर्फबाट। र भक्तलाई चाहिँ केही छिन पश्चात के छ त इलाम फिक्कल?
धेरै धेरै माया, यति धेरै माया। यही मायाले त तपाईँहरूले, यही माया छ र त हामी क्लास त भिडियो बनाएको तपाईँहरूको लागि हो कि होइन? नमस्ते इलाम फिकल। र अब यो चाहिँ यो राइजिङ भोइस नभएको थियो ल। नमस्ते खोइ त ऊ पर कराएको छ। नमस्ते नमस्ते। र अब हामी लिम्बूबाट सेवारो सबैजनालाई सेवारो। यो हो नि त मजा, यो हो नि त। र दर्शकहरूको एकदमै र तपाईँहरूलाई अवश्य हँसाउनेछौँ हामी र भक्तिलाई पनि स्टेजमा बोलाउनु पर्ने छ है। बोलाउनु भक्तिलाई म स्टेजमा बोलाउनु गइरहेको छु है। कम 5 4 3 2 1 भक्ति आइज भाइ, मेरो भाइ आज यहाँ धेरैले पर्खिरहेछ तँलाई। को छ मन पराउने, भक्ति मन पराउने को छ? अम्बो यत्रो जना हो भक्का मन पराउने, मन पराइ हामीलाई सपोर्ट गर्ने कतिजना हुनुहुन्छ? थ्याङ्क यू इलाम फिकलबाट है। र भक्ति आइज। नमस्ते फिकल। धेरै टाढाबाट तपाईँहरूलाई भेट्नको निम्ति यहाँनिर आइसकेको छौँ हामी। मुटु भयो के स्विच अफ घुडा होइन, मोरो बाजे चाहिँ बसेर लोकल कुखुराको सुप मजाले गर्ने खाँदै थियो। बुढोको त किलिमै त्यो लोकलको त्यो हड्डी अर्केर सास्नु बाँच्नु भएर मर्यो नि। बिचरा एउटै थियो मेरो साथी, मेरो बुढो बाजे बिचरा। अब के गर्छस् न नरु? बुढोको त टाइमै त भाग्दैछ। के बुढोको त टाइमै त भाग्दैछ। माथि जाने माथिको कुरा नगर्न। कहाँको कुरा गर्नु त अन्त? बुढो कति वर्ष पुगेको थियो? बुढो त भर्खरको थियो, 80 पुगेको थियो। 80 अन्त टाइम भएको नि अन्त राम्रै भयो नि, दुखै लुक्यो। के माथि जाने माथिको कुरा नगर्न। मेरो बाजे खसेको न, तेरो बाजे खसेको घर जा। तेरो बाजेसँग म लोकलको सुप खाँदै थिएँ त। तेरो पो बाजे, मेरो बाजे त अघि भन्नु पर्दैन कहाँ जान्थेँ त म। अस्ति आफूले भन्छ मेरो बाजे तेरो बाजे, तेरो बाउ मेरो बाउ, मेरो बाउ तेरो बाउ, तेरो आमा मेरो आमा भनेर अन्त तेरो बुढी मेरो बुढी त्यस्तै हो नि त। खालि बुढी जाँदो रहेछ। भाउज अलिकति राम्री थियो कि जाना फेरि ऊ बाजे खसिरहेको छ भर्खर लोकेको। त अर्काको घरमा च्याउँदै हिँड्ने मान्छे अहिले पनि पानी बोक्छ नि तेरो है। यो बानी कहाँ जान्छ त अन्त? जान्दैन जान्दैन। कसरी जान्छ? कता हौ? यसरी जान्छ कसरी जान्छ? मलाई यसरी चुड्दाखेरि बाजे मऱ्यो भनेर अघि भन्नु पर्दैन? मेरो इज्जत गएन अब। कसरी जान्छ? खोजी ए मेरो इज्जत त थिएन है, बिर्सेको पो। ल बाजे खस्यो जा। कस्तो खाले आँदो रहेछ हौ? तँ पनि आँदो। बाजे मरिरहेको छ, गफ गर्दै बस्न आज बोजू मर्छ। नराम्रो कुराको लत लाग्छ भन्छ नि साथीभाइहरू, लतै लाग्दो रहेछ। एक दिन स्कुल नगएकै भयो। माछा कहाँ भित्र पसेर बसेको थियो। थ्याङ्क यू सो मच सबैजनालाई। लास्ट है मजा आउँदै थियो होला। अब के गर्नु तपाईँहरूलाई, हाँस्नु मजा आउँदै थियो नि हामीलाई। ल भाइ आज जतिको खुसी म यो संसारमा कहिले थिइनँ, हुने पनि छुइनँ। अरे ल त अन्त रक्सी छोरी तैँले आम्मामा कति साह्रो परेको रक्सी छोड्नु छोड्दै त अब। ल
बधाई छ मेरो भक्तलाई। धन्यवाद। बुढी कुटेर अशान्ति गरेर मादल के बज्छ त्यो भन्दा आगरको तले बुढी बजाउँथे। ल सरे राम्रो गरिस्। गाउँमा अशान्ति दिन रात सुत्नु नदिएर आम्मा ल भक्ते एकदमै खुसी लाग्यो तैँले ल मलाई लाग्यो भने हतार पनि जाउँ ल। सुन्नुहोस् न चित्र दा, के भयो भाइ? यता आउनुहोस् न। आउँछु नि। एउटा कुरा भन्छु कि नरिसिनुहोस् ल। ल ल ल रक्सी त छोरे कि रम पनि स्टार्ट गरे। किन रम पनि छोड्नु भने छोडिदिन्छु, बियर स्टार्ट गरिदिन्छु। त्यस्तो उमेर त बढ्दै बढ्दै खदा तेरो घाँटीमा छाउँदैन रहेछ। तेरो घाँटीमा त रक्सीको बोतलको माला छाउने रहेछ। तपाईँको घाँटीमा त बन्छ र साउने रहेछ। के कुरा गरेको तैँले? झन् अहिले 2 पेक खायो भने नि बाघभन्दा कम्ती पनि हुने छुइनँ। यहीँ चुटेर नि लापारबाई पारिदिनु छ, लथालिङ पारि झेक्कै थप्परमा यस्तो। 2 पेक नखाइ पनि सक्छु फेरि म चाहिँ। 2 पेक नखाइ पनि सक्छु नि चिनाउनु। अब के गर्नु अब त्यही हो। अब रक्सी छोडे अब के रम स्टार्ट गरेँ, रम छोड्छु, बियर स्टार्ट गर्छु, त्यहाँदेखि बढ्दै बढ्दै जान्छु, लास्टमा माथि पुग्छु। मतलब छैन नि। थ्याङ्क यू सो मच। धन्यवाद। थ्याङ्क यू। फेरि पनि नमस्कार। लभ यू सबैजनालाई यति धेरै मायाको लागि है। अब एक दुईवटा अभ्यास गर्दैछु नि। सानो छोटो टाइम हाम्रो आयोजकलाई छोटो टाइम दिन चाहन्छु।